नमस्कार साथीहरू, आजको भिडियोमा नेपालका शक्तिशाली नगरपालिका 3 का हालका मेयर उपमेयर सहित विस्तृत जानकारी लिएर आएका छौं। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। 10औं नम्बरमा पर्न सफल शक्तिशाली नगरपालिका रहेको छ हेटौडा उपमहानगरपालिका। हेटौडा उपमहानगरपालिका मकवान जिल्लामा अवस्थित छ। यो बागमती प्रदेशमा पर्दछ र बागमती प्रदेशको राजधानी पनि हेटौडा नै हो। हेटौडा उपमहानगरपालिकामा जम्मा 19 वडा रहेका छन्। जनसङ्ख्याको आधारमा चौथो ठुलो उपमहानगरपालिका हो भने क्षेत्रफलका हिसाबले 6औं ठुलो उपमहानगरपालिका हो। हाल यस उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा हुन् भने उपमेयर राजेश भानिया हुन्। यो बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हो। आजको भिडियोको 9औं नम्बरमा पर्न सफल शक्तिशाली नगरपालिका रहेको छ इटहरी उपमहानगरपालिका। यो उपमहानगरपालिका सुनसरी जिल्लामा रहेको छ। यो मध्य प्रदेश अन्तर्गत पर्दछ। यो उपमहानगरपालिका जम्मा 20 वडा रहेका छन्। जनसङ्ख्याका आधारमा यो तेस्रो ठुलो उपमहानगरपालिका हो भने क्षेत्रफलका हिसाबले 9औं ठुलो उपमहानगरपालिका हो। त्यसैगरी हाल यसका प्रमुख हिमकर्ण पौडेल र उपप्रमुख सङ्गीता कुमारी चौधरी हुन्। सुनसरी जिल्लामा नै धरान उपमहानगरपालिका पनि पर्दछ। तपाईले धरान उपमहानगरपालिका बारेमा त सुन्नु नै भएको होला। धरान किन परेन भन्ने जिज्ञासा सबैको मनमा लाग्न सक्दछ। धरान किन परेन भन्दाखेरि यो हामीले लिएको तथ्याङ्क भनेको जनसङ्ख्या र भौगोलको आधारमा नेपालका ठुला उपमहानगरपालिका, नगरपालिका र महानगरपालिकाहरूलाई समेटेर बनाइएको हो। त्यसैले आजको भिडियोमा कृपया धरान उपमहानगरपालिका पर्न सकेको छैन। त्यसैगरी 8औं नम्बरमा पर्न सफल उपमहानगरपालिका रहेको छ घोराई उपमहानगरपालिका। यो लुम्बिनी प्रदेशमा पर्ने उपमहानगरपालिका हो। यो दाङ जिल्लामा पर्दछ भने दाङ जिल्लामा अर्को तुलसीपुर उपमहानगरपालिका पनि रहेको छ। जनसङ्ख्याको हिसाबले दोस्रो र क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो उपमहानगरपालिका हो। हाल घोराई उपमहानगरपालिकामा जम्मा 19 वडा रहेका छन्। यस उपमहानगरपालिकाका हालका मेयर नरोलाल चौधरी हुन् भने उपमेयर हुमा कुमारी डिसे हुन्। तपाईहरूलाई जानकारी नै होला। हाल प्रदेश नम्बर 4 यानि कि लुम्बिनी प्रदेशको राजधानी पनि दाङ जिल्लामै पर्दछ। त्यसैगरी 7औं नम्बरमा पर्न सफल उपमहानगरपालिकाहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको उपमहानगरपालिका हो धनगढी उपमहानगरपालिका। यो सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका हो। यो राजधानी गोदावरी नजिकै रहेको छ। कैलाली जिल्लामा पर्दछ। जनसङ्ख्याको आधारमा उपमहानगरपालिकामध्ये पहिलो नम्बरमा पर्छ भने क्षेत्रफलका हिसाबले चौथो ठुलो उपमहानगरपालिका हो। यस उपमहानगरपालिकामा जम्मा 19 वडा रहेका छन्। हाल यस उपमहानगरपालिकाका मेयर त सबैलाई थाहा होला, तर थाहा छैन भने गोपाल हमाल हुन्। गोपाल हमाल एक व्यवसायी र चर्चित नेता पनि हुन्। उपमेयर भने नन्दकमला कुमारी राणा हुन्। यो सबैभन्दा कम वडा भएको उपमहानगर हो। त्यसैगरी 6औं नम्बरमा पर्न सफल रहेको छ शक्तिशाली नगरपालिका विराटनगर महानगरपालिका। यो नेपालका 7 प्रदेशमध्ये कोशी प्रदेशको मोरङ जिल्लामा पर्दछ। यो कोशी प्रदेशको राजधानी पनि यहीँ पर्दछ भने यो यस प्रदेशको एकमात्र महानगरपालिका पनि हो। भौगोलिक रूपमा जम्मा विराटनगर महानगरपालिकामा 19 वडा रहेका छन्। यस महानगरले सम्पूर्ण मोरङ जिल्लाको 19.77% जनसङ्ख्या ओगट्दछ। यो जनसङ्ख्याको आधारको 6औं ठुलो एवं क्षेत्रफलका हिसाबले चौथो ठुलो महानगरपालिका पनि हो। हाल विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला हुन् भने उपमेयर शिल्पा निराला कार्की हुन्। त्यसैगरी आजको लिस्टको 5औं शक्तिशाली नगरपालिकामा पर्न सफल रहेको छ वीरगञ्ज महानगरपालिका। यो मध्य प्रदेशको पर्सा जिल्लामा रहेको छ। यो पनि मध्य प्रदेशको एकमात्र महानगरपालिका हो। जनसङ्ख्याको आधारमा यो 5औं ठुलो महानगरपालिका हो भने क्षेत्रफलका हिसाबले तेस्रो ठुलो महानगरपालिका हो। यस महानगरपालिकामा जम्मा 29 वडा रहेका छन्। यसै महानगरपालिकाभित्र देशको ठुलो व्यापारिक केन्द्र वीरगञ्ज भन्सार लगायत विभिन्न औद्योगिक क्षेत्रहरू पनि पर्दछन् भने त्यस महानगरका मेयर
राजेश मानसिंह र उपमेयर इम्तियाज आलाम हुन्। त्यसैगरी आजको लिस्टको चौथो नम्बरमा 7औं पढ्न सफल नगरपालिका रहेको छ ललितपुर महानगरपालिका। ललितपुर महानगरपालिका बागमती प्रदेशको ललितपुर जिल्लामा अवस्थित छ। यो जनसङ्ख्याको हिसाबले देशकै चौथो ठुलो महानगरपालिका हो भने क्षेत्रफलका हिसाबले सबैभन्दा सानो महानगरपालिका हो। यो काठमाडौँ उपत्यकाको दोस्रो महानगरपालिका पनि हो। यस महानगरपालिकामा जम्मा 32 वटा वडा रहेका छन्। हाल यस महानगरपालिकाका मेयर चिरीबाबु महर्जन हुन्। चिरीबाबु महर्जन कामका लागि एकदमै प्रख्यात मेयर पनि हुन्। मेयर पनि चिरीबाबु महर्जनलाई चिनिन्छ। त्यसैगरी उपमेयर साक्य मञ्जली साक्य बज्राचार्य हुन्। त्यसैगरी आजको लिस्टको तेस्रो नम्बरमा पढ्न सफल सुविधा सम्पन्न शक्तिशाली नगरपालिका रहेको छ भरतपुर महानगरपालिका। यो बागमती प्रदेशको उपत्यकाका बाहेक ठुला 2 महानगर पछिको अर्को तेस्रो महानगर पनि हो। यो चितवन जिल्लामा रहेको छ। भरतपुर महानगरपालिका पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिक स्थल देवघाटको काखमा अवस्थित छ। यो जनसङ्ख्याको हिसाबले तेस्रो ठुलो र क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महानगरपालिका हो। यस महानगरपालिकामा 29 वटा वडा रहेका छन्। हाल यस महानगरकी प्रमुख एवं मेयर रेणु दाहाल हुन्। उनी प्रधानमन्त्री प्रचण्डकी छोरी समेत हुन् भने उपमेयर चित्रसेन अधिकारी रहेका छन्। आजको लिस्टको अन्तिम शक्तिशाली 2औं नम्बरमा पढ्न सफल महानगरपालिका अथवा नगरपालिका रहेको छ पोखरा महानगरपालिका। पोखरा महानगरपालिका गण्डकी प्रदेशको एकमात्र महानगरपालिका हो। यो कास्की जिल्लामा पर्दछ। कास्की जिल्लाको पोखरा प्रदेशको राजधानी समेत हो। पोखरा नेपालको एक रमणीय पर्यटकको केन्द्र र देशको दोस्रो ठुलो समेतका रूपमा प्रख्यात छ। त्यसैगरी जनसङ्ख्याका आधारमा पोखरा दोस्रो र क्षेत्रफलका हिसाबले देशको सबैभन्दा ठुलो महानगरपालिका हो। यस महानगरपालिकामा जम्मा 33 वटा वडा रहेका छन्। त्यसैले यो वडा सङ्ख्याको आधारमा पनि देशकै सबैभन्दा ठुलो अथवा बढी वडा भएको महानगरपालिका हो। यसका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ हुन्। तपाईहरूलाई यहाँनिर अब प्रश्न उठ्न सक्छ, किन 2 नम्बरमा पढ्न सफल भयो? पोखराका हालका मेयर काम कारबाही र चर्चामा रहन् नरहन्, तर पोखरा महानगर भने देशकै दोस्रो ठुलो महानगर सुविधा सम्पन्न भएकाले यो लिस्टको दोस्रो नम्बरमा सूचीकृत हुन सफल भएको हो। त्यसैगरी आजको लिस्टको नम्बर 1मा पढ्न सफल र सुविधा सम्पन्न नगरपालिका रहेको छ काठमाडौँ महानगरपालिका। काठमाडौँ महानगरपालिका काठमाडौँ जिल्लामा पर्दछ। हाल काठमाडौँ महानगरपालिकाका मेयर एवं युवा प्रभावशाली नेपाली जनता र उपत्यकावासीको मन जित्न सफल एवं सामाजिक सञ्जालमा देशको पक्षमा उभिने निडर नेता र्यापर बालेन्द्र शाह हुन्। अब चर्चा गरौँ है त काठमाडौँ महानगरको बारेमा। यो देशको राजधानी सहर काठमाडौँमा छ। यो जनसङ्ख्याको हिसाबले देशकै ठुलो महानगरपालिका हो। यो महानगरपालिकामा 32 वटा वडा रहेका छन्। यस महानगरपालिकाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हिन्दूको आराध्य देव पशुपतिनाथ मन्दिर, बौद्ध स्तूप, वीर अस्पताल, निजामती अस्पताल लगायत देशका विभिन्न सङ्घ संस्थाका हेड अफिसहरू पनि यसै महानगरपालिकामा पर्दछन्। यस महानगरपालिकाका हालका उपमेयर हुन् सुनिता डङ्गोल। सुनिता डङ्गोल पनि एउटा राजनीतिमा चर्चित एवं महिला नेत्रीका रूपमा सबैभन्दा अगाडि नै छन्। आजको भिडियो कस्तो लाग्यो दर्शक एवं श्रोताबिन्दहरू? तपाईँको मनमा यो भिडियो हेरेपछि चर्चित मेयरहरूको छुट्टै भिडियो आवश्यक पर्छ होला जस्तो लाग्छ भने कृपया कमेन्टमा यस लेख्नुहोला। त्यसपछि भने अर्को आगामी दिनमा हामी चर्चित मेयरहरू बालेन शाह, अर्क साम्पाङ, गोपाल अमर लगायतका मेयरहरूको छुट्टै भिडियो तपाईँहरूको माझ लिएर आउनेछौँ।